समाजवादी पार्टी नेपाल मध्य प्रदेश को एकता को प्रथम अधिवेशन को संदर्भ में आयोजित यस पत्रकार सम्मेलन में उपस्थित संपूर्ण आदरणीय पत्रकार मित्रहरू, पार्टी का नेताजीहरू, सर्वप्रथम जय मधेस जय मातृभूमि को अभिवादन गर्न चाहन्छु। प्रथमतः देश र जनता का लागि जीवन उत्सर्ग गर्ने संपूर्ण ज्ञात अज्ञात महान शहीदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु तथा देशलाई अग्रगामी दिशामा लैजान साथ र समर्थन दिँदै आएको समस्त न्यायप्रेमी जनसमुदाय प्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। हाम्रो पार्टी तत्कालीन मधेसी जन अधिकार फोरम नेपाल ऐतिहासिक मधेस जनविद्रोह को बलमा गठन भएको कुरा सर्वविदितै छ। संघीयता, गणतन्त्र, मुलुक को राज्य संरचना का सबै अंगहरूमा जनसंख्या को अनुपात में मधेसी, दलित, आदिवासी जनजाति, महिला, मुस्लिम, थारू, अल्पसंख्यक, मजदूर, किसान, पिछड़ा वर्ग र क्षेत्र का सबैलाई समानुपातिक समावेशी को आधार में सहभागी गराउने मांग राखेर स्थापित हाम्रो पार्टीले मुद्दा, विचार र सिद्धान्त मिल्ने अन्य दलहरूसँग एकता गर्दै वर्तमानको जनता समाजवादी पार्टी नेपालसम्म आइपुगेको विदितै छ। हाम्रो जनता समाजवादी पार्टी नेपाल एकता पछिको प्रथम अधिवेशन गर्दैछ, प्रदेश अधिवेशन गर्दैछ। देशको विषम राजनीतिक परिस्थितिमा हाम्रो पार्टी र पार्टीले गर्न लागेको प्रदेश अधिवेशनको औचित्य र महत्व झन बढेर गएको छ। किनभने हाम्रो पार्टीले संविधान संशोधन मार्फत प्राप्त गर्न चाहेका प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, न्याय प्रणाली को पुनर्संरचना तथा संवैधानिक अदालत को व्यवस्था, राज्य को हरेक अंगमा समानुपातिक सामुदायिक जनसंख्या को आधार में पूर्ण समानुपातिक समावेशीकरण, सामाजिक न्याय तथा सुशासन को प्रत्याभूति, व्याप्त व्यतीति एवं भ्रष्टाचार को अंत जस्ता मुद्दा आज देश का जेनजी पुस्ताले बोकेका छन्। आज जेनजीले जुन माग राखेर आन्दोलनरत छन्, हाम्रो पार्टीले उक्त माग राखेर लगभग एक दशकदेखि विभिन्न रूपमा आन्दोलन र संघर्ष गर्दै आएको छ। हाम्रो पार्टीका अग्रगामी मुद्दा र दूरदर्शी नेतृत्व प्रति आज बदलिदो परिस्थितिमा हामीलाई थप उत्साहित, ऊर्जावान र जिम्मेवार बनाएको छ। आजको परिवर्तित सन्दर्भमा संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा अधिकार र पहिचानको आन्दोलनको औचित्यलाई थप पुष्टि गरेको छ। यसलाई रणनीतिक रूपमा अगाडि बढाउन मोटिभेटेड र डेलिकेटेड नेतृत्व चयन यस अधिवेशनले गर्ने आशा राखेका छ। वडा, पालिका, जिल्ला अधिवेशन सम्पन्न गरेर मधेस प्रदेश अधिवेशन हुँदैछ। यस अधिवेशनमा करिब 500 जति प्रतिनिधि, 100 पर्यवेक्षक सहभागी हुनेछ। सम्बन्धित सबैलाई उत्साहजनक सहभागिताको लागि अनुरोध गर्दछु। साथै न्याय प्रेमी जनसमुदाय तथा पत्रकार मित्रहरूलाई यस कार्यक्रममा सहयोगको लागि हार्दिक अनुरोध गर्दछु। यस अधिवेशनले सम्पूर्ण नेता कार्यकर्तामा थप ऊर्जा र उत्साह थप्नेछ। हाम्रो उद्घाटन सत्र 2082 असोज 27 गते महेन्द्र निधि भवनमा हुनेछ। यसको उद्घाटन सत्र हाम्रो 12:30 बजेदेखि सुरु हुनेछ। यसको बन्द सत्र 28 गते सञ्चालन हुनेछ। यसमा हामी आफ्नो पार्टीको भावी कार्यदिशा